गाइजहरू एकदम अँध्यारो छ होइन। हामी चाहिँ अनि हिँड्यौँ के अरे सनसेट हेर्ने सारङकोटबाट भनेर। मान्छे गइसक्यो, अब हामीलाई मार्ने भएन। छिटो ल्याम्प पछाडि हुनुहुन्छ। ल गइसक्नुभयो उहाँहरू, छिटो जानु पर्यो। छिटो जानु पर्यो। फास्ट भन्ने लाग्छ कि छैन। हेलो यो राष्ट्र ब्याङ्क चोक। टुडे एट द मर्निङ 5:30 AM भ्यू। गाडी छुट्यो गाइस। We are heading towards सारङकोट। गाइजहरू हामी चाहिँ बसबाट ओर्ल्यौँ, केबल कार चढ्ने ठाउँमा आइपुग्यौँ है। म्यामहरू झरिसक्नु रातिको 5 बजिरहेको होला। भ्लग गर्नु पऱ्यो नि त। 24 आवर हो। दाल भात पावर 24 आवर भन्ने थाहा छैन। झन् बिहान नै हिँडेको त नि कहिले बनाउने हो र भ्लग पछि हेर्नलाई। अब मैले एउटा हेर्नु यहाँ एकजनाको 700 रुपियाँ रहेछ होइन। नेपाली नागरिकलाई 700 सार्क राष्ट्रलाई 1000। बिहान तम तयार भएर सरहरू केबल कार चढ्नु भनेर एक्साइटेड हुनुहुन्छ। सर म्यामहरू हिमाचलतिर हेलो बस्ने जग्गा भएन। हेलो आउनु पर्यो भ्लगमा। हुन्छ, मैले बनाएको छु। हिजो पनि बनाएँ, अस्ति पनि बनाएँ। यहाँभित्र कसरी के खास? ए ओके ल। यहाँ लाइनमा बस्ने रहेछ होइन। के हो यो? आइडी ल्याउने कामै लागेछ छोरीको। तर प्लेनमा नि आइडी खोज्दो रहेछ नि है। प्लेनमा पनि आइडी हो भनेर भन्दैछ नि सरहरू। जाडोले कक्रकिरहनु भन्न मिलेन। नानीलाई अलिकति हुँदो रहेछ। केबल कार चढ्ने भने यसलाई भनिन्छ डेडिकेसन। बिहान पनि आएको छ। थ्याङ्क यू त्यही पनि प्रमोट गरिदिएकोमा। एकचोटि पनि भन्ने छैन होला सब्सक्राइब गरिदिनु। होइन म भन्दिनँ। किन होस्, मलाई सब्सक्राइबर चाहिँदैन। इट्स जस्ट फर माई मेमोरी। पदम सर तपाईँ त एकदम पुरा के अरे टिपटप भएर पूर्व तयारीका साथ आउनु भयो। जाडो हुन्छ कि? केटाकेटीको बाख्राको जाडोको बाख्राले खान्छ भन्छन् होइन। त्यही त भएर जाडो केटाकेटी त ऊ मात्रै होला अहिले। ए उसले भनेको जिप लाइन त यहाँ रहेछ। नानीले जिप लाइन गर्ने भन्दै थियो नि। उहाँहरू 3 जना जानुभयो। फर्स्ट क्लाइन्ट आज अन्नपूर्ण केबल कारको फर्स्ट क्लाइन्ट हुनुहुन्छ उहाँहरू। अन्नपूर्ण केबल कार। हामी चाहिँ अन्नपूर्ण केबल कारबाट बिस्तारै
बिस्तारै जाँदै हो धन्न अँध्यारो भएर केही पनि नदेखिने भयो अहिले ओर्लिँदा चाहिँ देखिन्छ होला देखिन्छ होला ल हेर्नु हाम्रो टोलीमा चाहिँ उहाँहरू हुनुहुन्छ है झिलझिल बत्ती बलिरहेको छ माइन्ड नगर्नु होला रेशम थापा सर हुनुहुन्छ इमिसा पोखरेल म्याम हुनुहुन्छ हाम्रो शोभा म्याम हजुरको नाम के हो धर्मराज सिंह ध्रुवराज पन्जियार अनि तिम्रो नाम के हो ल तिम्रो नाम सुनन्दा थपलिया यही त होला देखिन्छ कति बाले हुन्छ देखिँदैन हामीले त्यहाँ पुग्ने रहेछौँ कस्तो छलछल बले है आइपुग्यौँ नि त हामी अब राम्रो देखिया छ यहाँबाट चाहिँ किस्मत का दरवाजा खुल गया है चाहिँ हाम्रो ग्याङहरूलाई कुर्दैछौँ तर आइपुग्नु भएन उहाँहरू हामीले कुरिरहेछौँ है उहाँहरू आइपुग्नु भएन किन बेर लाग्यो के भयो क्या हो गया हामी एकदम प्रतीक्षामा छौँ उहाँहरूको उहाँहरू आइपुग्नु भयो दुले अन्माको जसरी बल्ल आइपुग्नु भयो त्यहाँबाट यसो दुलाएर दुले यहाँबाट आएर हेलो किन ढिला भयो हजुरहरू त हामीभन्दा धेरै ढिला हुनुभयो त जस्ट नम्बर आफ्नै बोला था ना नि तर धेरै उकालो त होइन है घाम चाहिँ लगाइसकेका छैन है घाम उदाउँदैछ हामी ढिला भएको छैन
गाइजहरू हामी चाहिँ सनसेट हेरेर यस्तो राम्रो ब्युटी सनराइज हेरेर चाहिँ हामी फर्किसकेका छौँ। इट वाज अमेजिङ भ्यू। तर मैले जस्तो सोचेको थिएँ त्यस्तो विधि भिजिबिलिटी चाहिँ क्लियर थिएन, हो कि होइन? एकदम क्लियर थिएन है भिजिबिलिटी। तर राम्रो चाहिँ राम्रो थियो। मैले योभन्दा अगाडिकोमा नि राख्दै त्यो टाइम ल्याप्सवाला भिडियो पनि राखेको छु यो भिडियोमा होइन। त्यसमा देख्न सक्नुहुन्छ कि भिजिबिलिटी वाज नट द्याट मच क्लियर। अब चाहिँ वी आर हेडिङ टुवर्ड्स केबल कार। इन द फ्रेम वी हेभ 3 मोस्ट ह्यान्डसम dashing personalities in the frame. We are heading towards cable car. तर एउटा एकदम सस्पेन्सको कुरा के छ भन्दाखेरि यस्तो विधि के अरे बेफिक्र भनौँ कि त्यसलाई एकदम त्यो अनम्यानेज वेमा हिँडेछौँ कि हाम्रो टिकट हामीसँग छैन। कोसँग छ, कुन म्यामसँग छ, तर हामी केबल कार चढ्न जान लागिरहेछौँ। वाट इज दिस बिहेभियर? अब हामी हिँड्दै जान पर्ने सक्ने नै हुनसक्छ तलसम्म। अब टिकटै छैन, हो कि भन्नु? अनि ल म्यामहरूलाई चाहिँ सरहरूको चाहिँ एउटा इन्सिस्टमा चाहिँ हामी देखाइदिनु न, यता माउन्टेन देखाइदिनु भन्नुभयो। त्यसपछि खाने सर मिल्क टी खाएँ, ब्ल्याक टी खान्छु म चाहिँ। प्लिज खानु न, कस्तो होला? ब्ल्याक खानु के? ब्ल्याक यस्तो राम्रो भ्यू चाहिँ छ है। तर एउटा के प्रब्लम भयो भन्दाखेरि मैले जति यो नेकेड आइजले जस्तो देखिरहेको छु नि रियालिटी, त्यो चाहिँ यो क्यामेराले क्याप्चरै गर्न सकिरहेको छैन कि। एकदम त्यो अघि न सनसेट पनि के भइरहेको थियो भन्दाखेरि आँखाले चाहिँ एकदम मम्मी सनसेट मात्र भनिरहेको छु, तर सनसेटमा नि आउँछु कि क्या हो यार। तर त्यो आँखाले जस्तो देखाएको छ नि त्यस्तो चाहिँ नदेखिएको है। तर ठिकै छ, अब त्यो पनि कुनै समयमा टेक्नोलोजी धेरै डेभलप भयो भने आउन सक्छ, हुनुहोस्। हामीले चाहिँ साथीहरूलाई कुरिरहेछौँ, उहाँहरू आउनु भएको छैन। हाम्रो चाहिँ टिकट म्यामहरूसँग छ, त्यही भएर वी आर वेटिङ फर देम। प्लिज म्यामहरू छिटो आइदिनुहोस् प्लिज। गाइजहरू दिइसक्यो त कति दिनु? अड्दा नि अड्दैन हजुर नि। टिका लगाएर आएको छिन् के छ यसमा? वाइट डर लाग्यो मलाई त। नघोप पेट दुख्यो? होइन हाम्रो बहिनीलाई पेट दुख्यो रे, रातो पिरो भएको जान्न म। गाइजहरू सरहरू चाहिँ जानुभयो, हामी 8जना बसे। हामी 8जना मात्रै जान पर्ने भनेर ठिकै छ, 8जना मात्रै जानुपर्ने भनेर जायौँ। अब हामी यति रिमेनिङ हामी यति छौँ। अब हामी यति जानेवाला छौँ। किन यस्तो हो पम? क्या हुआ? चाहिँ केबल कारमा चढ्यो। अब हामी टाइम ड्युरेसन चेक गर्नेवाला छौँ, कति टाइम लाग्दो रहेछ भनेर। अहिले 7:56 अब हेरौँ कति बजे पुगिन्छ। 4 मिनट मात्र हो नि त, 10 मिनट जति लाग्छ। हामी चाहिँ अब पछाडि हेर्छौँ। हामी डर के आगे जिते, हामी डरलाई जित्छौँ। यहाँ कतिको खाडी छ, कतिको उचाइमा छौँ हामी भनेर मापन गर्छौँ। सुन्तलाको बोट हो कि है? यो सुन्तलाको बोट हो कि संसारमा आउनु? होइन नि, डर के आगे जित है। ल सुन्तला त हुनुपर्ने हो। केही नभएर होइन बुढो केबल कार हामी चढिरहेका छौँ। अब हजुर न्युज एक्सप्लेनेसन झरिरहेको छ। न्युज जस्तै हुन्छ। कुन केबल कार हो?
अन्नपूर्ण केवल कारमा छौँ हामी केवल कारमा हामी कहाँ पर्छ यो कास्की जिल्ला यो चाहिँ सराङकोट जाने बाटो मनोकामना होला त होइन नि होइन होइन मनोकामना होइन यो अन्नपूर्ण केवल कार ल माछा पुछ्रे हिमाल पनि अन्नपूर्ण हिमाल अनि त्यस्तै त हुन्छ नि भ्लग भनेको ब्लगमा न्युज हेर्न के मान्छेहरूले कन्टेन्ट बनाउँछन् अनि यही त हो कन्टेन्ट यो चाहिँ एउटा डब्बा आयो के डब्बा आयो चाहिँ वार्निङ वार्निङ अफ यो मेन्टेनेन्स चिराबाट आएको छु मन्दिर दर्शन गराउन लाउँदा त ढिला भयो त आइपिसकेपछि दर्शन गर्नु परेन अनि एकचोटि घुमेर लाभल त मन्दिर दर्शन गरिनु हजुर आउनै भएन नि हिजो भने होइन के भने ए यादैन अलि एकदिन नभइदियो भने नगरा धेरै यस्तो भ्यूमा रहेछ त्यहाँ यस्तो घाम लागिरहेछ हामी बिस्तारै बाटो त ठुलै रहेछ है गाडी त मजाले आउँदो छ नि त किन यो नगा हिँडिरहेछ ब्रेक लाग्छ नि त्यही ब्रेक हो कि ए कहाँ वहाँ ब्रेक लाग्छ नि ए त्यति बेला सुरु हुने हो कि होला हिमाल यहाँबाट दामी देख्यो हिमाल त दामी छ किन ब्रेक लाग्यो त्यहाँ सुरु हुन्छ उता पनि अड्किरहेछ त झर्दाखेरि सबै एउटै हो त रसी त हो यो रसी हुने हो नि त यो प्रविधिको युगमा खतरै छ नि छैन त हामीले यो कहाँ देखेर पाउनु मोबाइल देख्न पाएन पेजर पहिला सुरुमा आउँदा यो पेजर तर हामी त छिटै नै फर्क्यौँ है सुरुमारै ठिक नि भयो गरम क्या अब ल झरौँ ल लगभग समय कति लाग्यो होला भएन नि भिडियो राम्रो भएन नि यहाँ यही त हो त एक्जिट यही ल्याएछ स्विङ त मैले गरेको छैन थाहा छैन जिप लाइन चाहिँ गर के जिप लाइन सक्छौ तिमीले जिप लाइन चाहिँ गर सोध्नुपर्छ ए फोटो भने त फोटो हामी अब घुम्यौँ ओर्यौँ अब आजको चाहिँ हाम्रो यहीँ समाप्त होला जस्तो छ होइन ए केवल कार पोखरा यहाँ फोटो एउटा खिच्छु गाइजहरू अब हामी बाई पनि भन्यौँ प्लिज यो फोटो खिच्न एकदम बिजी भएको थियौँ र हामीले अहिले सिट चाहिँ पाएनौँ होइन यो चाहिँ हामी ढिलाको सजाय पायौँ हामीले अलिकति मुभ गर न हामीले सजाय पायौँ किनभने हामी एकदम ढिला थियौँ त्यही भएर अन्नपूर्ण केवल कारमा चाहिँ तलबाट हामीलाई जाँदा सिटमा लानुभयो फर्किँदाखेरि यो प्लास्टिकको भाँडामा बसाउनु भएको छ साह्रै दुःख लाग्यो रेकर्डै गरेर रहन्छ नि ल ल हाम्रो सरहरू नि हुनुहुन्छ है बुवा नि हुनुहुन्छ सरहरू सरको नाम चाहिँ के हो हजुरको नाम हजुरको ए ल हामी सबैजना हाम्रो म्याम चाहिँ यति धेरै दानी गुनी हुनुहुन्छ आफ्नो सिट छोडेर उता के अरे बस हेल्पर दाईको ठाउँमा गएर बसिरहनु भएको छ मेरो भिडियो खिच्नु चाहिँ भन्दै हुनुहुन्छ अझै तर मैले उहाँ अलि डिस्टेन्स भएको भएर चाहिँ खिच्न पाइनँ द्याट अनफर्चुनेट फर अस गाइजहरू हामी चाहिँ हाम्रो गेस्ट हाउसमा आइपुग्यौँ होइन कहाँ हुनु गेस्ट हाउस अगाडि छ यो केटी ल हामी चाहिँ ओर्लिँदैछौँ अब सब सरहरू आत्तेर होइन झराउँदै जमिन अब चाहिँ भ्लग बनाउने मान्छे धेरै प्रेममा आउनु भएन कि
अरू मान्छेलाई देखाउनु पर्यो आउँछ यहाँ